हेलो गाइज, हजुरहरूलाई स्वागत छ फेरि पनि मेरो छोटो मिनी भ्लगमाथि। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। मेरो बिहानीको सुरुवात चाहिँ बुरुस गर्दै भइरहेको छ, हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ यता भक्तपुर साइडमा बस्छौँ नि त, हाम्रो बस्ने रुमको तल्लो साइड हो। त्यही चाहिँ म मुख हात धुँदैछु। अनि आज चाहिँ मैले धेरै मिनी भ्लग गराएको छैन। आज मेरो पहिलो मिनी भ्लग भएको भएर मैले चाहिँ छोटो मिठो मिनी भ्लग गराएको छु। सबैजनाले हेरिदिनु होला। अनि मैले मुख धोइसकेपछि म चाहिँ गएँ रुममाथि। हेर्न सक्नुहुन्छ, यो चाहिँ मेरो सानो रुम हो। अनि आफू एक्लै बस्ने भएको भएर मैले चाहिँ रुममाथि धेरै सामान राखेको छैन। अनि हेर्न सक्नुहुन्छ, यता चाहिँ मैले म्याट बिछाएको हुन्छु नि त, मैले म्याट चाहिँ बाहिर सुतेको छु। अनि आज चाहिँ म क्लास गएको थिएन, त्यसपछि लाग्यो म खाना बनाउन। अनि मैले चाहिँ यो भन्टा र आलुको सब्जी बनाउँछु भनेर काट्न लागेँ। हेर्न सक्नुहुन्छ, यता चाहिँ मैले प्याज टमाटरहरू काटेँ, यता चाहिँ आलु भन्टा काटेँ। अनि त्यसपछि यता चाहिँ मैले भात चढाएको छु र मैले त्यसपछि तरकारी बनाएँ। हेर्न सक्नुहुन्छ। अनि आजलाई यति नै, फेरि पनि अर्को भ्लगमा भेटौँला भन्दै मैले बाई गइरहेको छु। सबैजनाले सब्सक्राइब गरिदिनु होला र माया गरिदिनु होला। बाई।